र डिडी गरौँ भन्दा उहाँ मान्नुहुन्न। अब नाफा हो कि होइन भन्ने विषय नाफा हो भनेर मानिदिएर जनतालाई 300 मा सेयर बेच्दै गर्दा के हुन्छ होला? प्राधिकरणको तपाईँ हाम्रो हविगत के भन्छन् होला जनताले हामीलाई? कि यो पनि मानिदिनु पर्ने? उहाँले जे भन्दै जानुहुन्छ त्यो मानिदिनु पर्ने कानुन छैन यो देशमा? मान्नु पर्दैन? हामी सबै भनिरहेछौँ त प्रधानमन्त्री चाहिँ उत्तरदायी हुनु पर्यो, राष्ट्रपति उत्तरदायी हुनु पर्यो। यो मुलुकको शीर्ष तहमा रहेका व्यक्तित्वहरू उत्तरदायी हुनुपर्छ भने एकजना कर्मचारी उत्तरदायी हुनु पर्दैन? त्यही भनेर मैले अघि भनेको लेखिदिउँ न त, उहाँले चाहिँ हुनु पर्दैन भनेर। त्यसो हो त? होइन होला त? हामी सबै कन्फ्युजमा छौँ। त्यस कारणले यो प्रश्न गरिराखेका छौँ, यसको छिनोफानो गर्नुपर्छ भन्ने हो। एकातिर त्यो